साथीहरू सम्पूर्ण नमस्ते। म गुरुङ किने। आज चाहिँ म गाउँमा कोदो पर्दैछु है। अब मङ्सिर लाग्यो, मङ्सिर लागेपछि साउनमा रोपेको कोदो टिपेर आएर छनगड कार्यक्रम चल्दैछ। आज यहाँ सम्झीको घरमा मैले त रोपिएन जात, तैपनि अब यसो रहर लाग्दो कोदो कुट्ने त्यही भएर म कोदो कुट्दैछु यतातिर। आज सम्झी दुईजना, दाइ अनि दिदी दुईजना, अनि उता ठुलो, अनि म छँदैछु है। मेरो हात अलि बिहाल्दै छ, अहिले गाह्रो छ। कोदो हेर्ने, कोदो कस्तो छ, रातो च्याट्ट लगाएर है। एउटा दाना छैन कालो भन्ने, सब रातो छ। बब्बाल छ, बब्बाल। आकाश चाहिँ अलिक बिग्रिरहेको छ आज, पानी पर्न सक्ने सम्भावना धेरै छ है। यस्तो छ गुरुङ किनेको अवस्था है। गाउँले जीवन हजुर यस्तो छ है। मेलापात पुस्तकको तालो, कामकाज, घाँस दाउरा, कालो ओह्रालो। लुगानी कबाडी भयो अरे। दनादन छ है, दनादन रातो कोदो सबजना केलाउन व्यस्त छ। ठुलबाउ समय यति खत्ता केला छ ठुलबाउले नि। अनि उता सम्झी चाल्दैछ कोदो, बसिरहेको छौँ। जे होस्, कोदोको सिजन छ अहिले बरु।